So welcome back to my channel guys. Vlog हो ठ्याक्क भ्लग हुन्छ अब ल गुड मर्निङ हैन गुड मर्निङ फ्रम तीनपाने भन्ज्याङ हैन तीनपाने भन्दैको छ हामी कहाँ जाँदै हामी लटरमेश्वर जाँदैछौँ गाइज फेरि फाइनल्ली तर हामी चाहिँ अलिकति ढिला हाम्रो सेन्सेट राइडर दाइ हो राइडर किटोज हामी दुईजना चाहिँ ब्याक साइड तर मैले राइडमा होइन सिङ्गल सोलो छु भाइ म त फेरि छैन भन्दैछु चिया खान्छौँ है त्यसपछि हामी ब्याक हुन्छौँ होला एकदम हामी चाहिँ छौँ यहाँ सिसनमा यहाँ बसेर ठाउँमा सुकुटी चिउरा खाइरहेको त्यहाँ साथीहरूसँग बसेर सो हामी चाहिँ त्यहीँ छौँ होइन यहीँ हो कि अनि हामी चाहिँ अब यहाँ चिया हुन्छ को त्यो हो बानीहरु हो र यतै जंगल बस्या हो के सबै टेन्सन ल्याएर क्याम्पै बस्या होला हामी चाहिँ अब तीनपानेबाट निक्ल्यौँ होइन टक्क लाएर यहाँ विनेश दाइ हुनुहुन्छ अर्को दाइ सुजन दाइ उहाँ सुशान्त दाइ टक्क लाएर हामी चाहिँ अहिले जाँदैछौँ लटरमेश्वर जसको नाम हो डब्लु डाँडा नि भन्छ होइन हाम्रो चाहिँ त्यो गाउँघरै हो गाइज होइन होमल्यान्ड जाँदैछौँ हामी चिसो चाहिँ डेन्जर छ म चाहिँ बस्दै है बाइकमा हामी चाहिँ अब उता पुगेर भ्लग बनाउँछौँ होइन किनकि अहिले अब बाइकमा अहिले आवाज राम्रो आउँदैन अहिले बग्गो आइपुगिसक्यो होइन नवीन हुनुहुन्छ त्यहाँनिर अब हामी यहाँ चिया हुन्छ अहिले चाहिँ हामी अब निक्लिएको छौँ होइन यहाँबाट बग्गाबाट माथि जाँदैछ हामी माथि नवीन अगाडि पछाडि दुईजना दाइहरू हुनुहुन्छ हामी यहाँ टक्क आएर अहिले कति बज्यो दाइ पौने आठ भयो अरे पौने आठ गाइज हामी पुग्न पनि चाहिँ उहाँ डाँडा हो होइन अनि अहिले चाहिँ हामी त्यसलाई के माझोटार भन्छ नि दाइ माझोटारमा छौँ हामी चाहिँ अब यहाँ अफरोड भयो भने हामी बाइक लान्छौँ हामी यहाँ 4वटा बाइकमा छौँ होइन टक्क लाएर माथि पुग्नु छ हामीलाई टपमा एकदम होइन बाटो चाहिँ वाइल्ड रफ रहेछ होइन यस्तो छ बाटो ल धन्न हाम्रो बाइकले तान्छ के 400 cc हो नि त हाम्रो अड्क्यो न हामी चाहिँ पुग्नु पर्ने चाहिँ वहाँ हो भर्खर हामी यहाँसम्म बाटो चाहिँ वाइल्डै बिग्रियो कसम भन्नुपर्दा होइन यहाँतिर नि पसल बनायो पानी खाने हो दाइको फेरि यहाँ घाँटीमै भुसुना परिथ्यो त्यो म्युजिक एकछिन अफ हान्नु यहाँ कपिराइट लाग्छ अहिले पानी मात्रै हो दाइको चाहिँ घाँटीमा भुसुना अड्क्यो अरे होइन हाम्रो हाइक स्टार्ट भयो नि त दाइ एकदमै हाम्रो दाइको फ्याफे तल बाइक रोक्यो त्यहाँ हामीले राख्नु पर्थ्यो एकदम बाटो त फेरि एकदम हजुर मौसमले चाहिँ साथ दियो है मौसमले के साथ दिनु अब घाम लाग्यो त्यो नि हो फेरि यो कुरो थाहा नै छैन के थाहा हुनु हामी तर हिँड्छौँ नि हामी पानीमा भयो नि रेन डेज इज बाटो चाहिँ ओभर बिग्रियो त है बाटो त पुरै नगरे कि ए श्रीराम दाइको पसल नि आइपुग्यो अब म मरे चाहिँ मौरी दामी छ होइन आखा हामी कति बेर लाग्ला यहाँबाट 1 घन्टा लगभग 1 घन्टा लाग्दैन अब लगभग होइन लाग्छ नि 45 लाग्छ हामी यहाँ नि बस्छौँ नि त एकछिन त्यो गऱ्यो भने त हाम्रो 1 घन्टा 20 मिनट लाग्छ त्यही नि बसेको हिसाब नगरौँ सबजनाले एकताल हाई बोल्यो भने नबिना खोइ हाई बोले गाइजहरू सबले मेरो भ्लग इग्नोर नहान्नु नि यार नकस दिएन नक्स भन्नु न यार दाइ यार कस्तो दियो नि उसले ग्राउन्डमा शुद्ध नक्स दामी ठाउँमा आइपुग्यौँ होइन त्यहाँ अब भिडेर नेपाल भनेको चाहिँ स्वर्ग हो होइन हो कि दाइ स्वर्ग चाहिँ थाहा छैन को गएर आयो भाइ होइन तर नेपालै हो यस्तो भन्दै दाइले आज आएर ठिक छ यस्तो नदेखाउनु न भने दाइ स्वर्गै रहेछ यहाँ त एकदम हामी पुग्नु पनि छ त्यहाँ माथि डाँडा हो त्यहाँनिर तर जुममा राम्रो आउँदैन कि ठ्याक्क लाएर त्यहाँनिर होइन हामी अब यहाँदेखि हिँड्छौँ त्यहाँ हिँडिरहेको रहेछ मान्छेहरू 2जना जति अब बर थाकिन्छ अब होइन
तर होइन हाइक त हिँड्ने हो नि ट्रेक जानु छ यार कहाँ हाइकमा पनि थाकेर हुन्छ त होइन हामी कस्तो मिठो हिँड्यो अहिले रे 5 वर्ष अझै हिँड्ने हो नि ट्रेक त त्यही भएर त यस्तो हाइकहरू गइरहनु पर्छ होइन कहिले बढी मालिका लाने हो बढी मालिका बा तर यहाँ एमआरपी आयो भने मलाई थाहा छैन यार कसम ढाँटै होइन मैले त्यही मैले नै हेरेँ नि मैले देखाएन त्यो दाइले भने अनि दाइले भनेको नि त नि आखरी त अनि ओ दाइ तपाईँ भ्रममा नपर्नु रे है नवीन दाइले भने एमआरपी सेमआरपी आएन रे कुण्ड छ नि डक्टर अम्बेश्वर होटल एन्ड ल त्यही भएर यस्तो पुरा होमस्टे रहेछ दाइले भन्यो अनि एमआरपीलाई भेट्यो भए दाइले फोटो किन नखिचे किन खिच्यो दाइ नै एमआरपी भन्दा पर्दा मान्छे भेटेन बाइक चिनेछन् फेरि एमआरपीको ए होला होला थाहा छैन मलाई चाहिँ एमआरपी भर्खर पपुलर त्यस्तो हालको नआउने एमआरपी अहिलेदेखि चल्यो हो भने ल एमआरपी दाइ तपाईँले नि यो भ्लग हेरेर राख्नु भने कमेन्ट हालिदिनु रे लास्ट भ्युज आउँछ 20 के भन्नु दाइको कमेन्ट आउँछ 1 पिस आए त हुन्थ्यो नि आउँदैन होइन वाइल्ड गर्नु भइसक्यो मलाई घाममै बस्नु जति गर्नु भयो नि ल एकछिन इन हान्यौँ होइन सो हामी चाहिँ अब यहाँनिर होइन अहिले खानको लागि अहिले यहाँ भारी सामान लाग्दैछौँ होइन ल जाउँदा आउनु म चाहिँ भारी सामान सक्दिनँ किनकि मलाई डर लाग्छ होइन टक्क लगाएर अब भारी सामानलाई 3 जना गाईहरू दाइहरू हुनुहुन्छ गिद्धे भाले खान्छौँ हामी चाहिँ गिद्धे म भ्लगिङमा छु है दाइ भाग्यो त्यो भाले आज काटिन्न तर कुन हुन्छ डिसाइड भएन फेरि हाम्रो यहाँ गिद्धेमा है च्याप्प गाडी समाइदिने ल समयलाई कसले समय नै म सामान सक्दिनँ पछाडि त्यत्रो बस पर्दैन अर्को अरे त्यो सेता मात्र छ दाइ त्यही लिने हो भिडियो व्यस्त भयो मैले त नगि भने होइन म सामान सक्दिनँ भनेर उ त्यहाँ हो भाले चाहिँ होइन यहाँ आउँछ कि अब किन त्यहीँबाट मार्ला भने ओहो बन त्यहाँ खुवाइ त खुवाइ आप्पै समाउँछन् कि के अब अगाडिपट्टि आयो जस्तो ऊ अगाडि आइदिएर ल आप्पै समाउँछन् कि के बिजोक रमाइलो भएर है यहाँ चाहिँ
तेरीको ओए लास्टमा त दाइले समय खतरा इगोमा है दाइ चाहिँ फेरि मतलब वो अलग ही लेवल का बंदा था लास्टमा चाहिँ दाइले क्याच हाल्नु भइसक्यो भालेलाई हाम्रो चाहिँ आज एसपी रहिला भनेर जस्तो रहिला बल्ल बल्ल समात्यो भाले रहिला बेटा यो जोम कति छ यो अब यहाँ सब काम हुँदै गर्छ होइन मैले भ्लग रोकिदिन्छु अब फुटेर कसरी सब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ होइन हाइक हुन्छ तर म बनाउँदिनँ किनकि हिँड्नुपर्ने हुन्छ आफ्नै समस्या छ गाह्रो छ अझै माथि गएर फोटोसोटो हान्नुपर्छ चार्ज पनि छैन म त लास्ट थाकिसकेँ है कसमै ढाँटे हिँडेँ स्याउको भाडा उक्लिरहेको छु सबजना पछाडि छ सबैजना म मात्रै अगाडि ए कति पछाडि छ कति पछाडि म त फास्ट हिँड्दिनँ हो क्या जति थक लाग्छ त्यति हिँडिदिनुपर्छ उनीहरू कहाँ तल मुटु चाहिँ कसम भ्याट भ्याट भइसक्यो मेरो अब हामी त्यो 10 मिनट डाँडा उक्लिन्छ जहाँसम्म मलाई लाग्छ ओभर भुस्नु लागेको छ स्टोरेज मात्रै फुल हुन्छ म भिडियो रोकिदिएँ ल अहिले चाहिँ म टपमा आएर बसेँ टपमा त होइन अझै पुग्नु बाँकी छ धेरै होइन अहिले चाहिँ म यहाँनिर तिनीहरू कुदिरहेको छु अघि छिटो हिँडेर आएको थिएँ नि त लास्ट मुटु भट्याक गइसक्यो तिनीहरू आउँदैसम्म कुदिरहन्छ म आनन्द हुन्छ अनि फेरि म माथि पुग्छु अनि त्यहाँ गएर बस्छु फेरि त्यो भ्लग बनाउनु सक्दिनँ म कसम ओभर त्यही माथि घाम लगाइराखेँ कि अनि मैले हुडी लगाएको थिएँ माथि यत्रो हुडी बौला जस्तो त्यही भएर होइन अनि मलाई एक्लै बसेर भ्लग गर्दाखेरि पागल जस्तो लाग्यो त्यही भएर स्वाट उहाँ चाहिँ भर्खर आइपुग्नु हजुर भ्लगमै हो दाइ म त हजुर के टिकटक आमा अहिले के मैले गुच्चा खेल्दा जस्तो लाग्यो त्यसो लाग्ने मलाई प्रकाश सपुत खतरा लाग्छ के प्रवेश पत्र प्रकाश सपुत के जम यहाँ फेरि गीत बजेको अब म फेरि मास्तिर गएर भ्लग बनाउनु पर्ने हुन्छ यहाँ कपिराइट लाग्छ अहिले नभए म त चल्दिएको साँच्चै चल्दिएको यार डेन्जर हिँडिदिन्छु म अब त घाम लागेर हो क्या ओभर यार ऱ्याग लागिरहेको छ झोला यहाँ जति देखिरहेको होला मलाई त कसम भने तैट कपाल नि ल के भयो कपाल मेरो तैट छायामा हेरेँ है फेरि मैले बाउल जस्तो कि तलतिर हेर्छ भन्ला नि फेरि म 5 चोटि हो यहाँ आएको म त ओभर सर्टकट हिँड्दिनँ हो भाल्लै छैन जति गाह्रो भयो नि कोही मान्छे भेटाएन बाटोमा तलतिरबाट चाहिँ आइरह होइन मासतिर कि कोही भेटाएन कोही गएन कि म सकिनँ है भ्लग आउनु कसम म फेरि रेस्ट हान्नु गइसकेँ ओभर गर्नु पऱ्यो अब त म भिडियो खोलिदिन्छु मैले माथि गएर के भिडियो बनाउँछु अहिले म यस्तो थाकिसक्यो आम्मा ओभर कुद्यो यार म त
दाइहरूलाई फेरि छोडिदिइसकेँ पछाडि होइन मेरो साइड चाहिँ अब कालो कुकुर छ म सेतो कुकुर त्यो कालो कुकुर आयो म त जान्छु खतरा अगाडि हिँडिदिने हो है दाइहरूलाई छोडिदिने हो पछाडि नै ओ कुकुर दोस्त ओ यता हेर त दोस्त कालु के छ ल आइज 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 आउँछ आउँछ ओए तर थाहा यो कुकुर खोइ कुकुर कहाँ मऱ्यो यो कुकुर चाहिँ हाम्रो प्रोटेक्ट गर्दै हिँड्दा रहेछ किन थाहा किनकि म यहाँ आएर बसिसकेँ होइन अनि दाइहरू तल थियो कि यो कुकुर उहाँ माथि पुगे पनि फेरि तल गयो कि है हाम्रो बडीगार्ड दाइहरू भर्खर आइपुग्यो हामी चाहिँ अहिले टपमा आइपुग्यो अहिले चाहिँ सँगैसँगै हिँड्दा उतानिर जस्ताको घरहरू छ होइन त्यो चाहिँ पसलहरू मन्दिर चाहिँ हो यतापट्टि साइडमा पर्छ हामी अब आइपुग्यो अब हाम्रो डेस्टिनेसन आइपुग्नु लाग्यो खुसी हन् ओ दाइ डेस्टिनेसन आइपुग्नु लाग्यो खुसी आयो बाबा खुसी अब 100 मिटर बाँकी खुसी ओ दुईटा दाइहरू खुसी एकदम ह्याप्पी भाइ ल नबिन पुरा नमान है बाबु अहिले त तातो मासु कसरी खान्छस् बाबु सबभन्दा टपमा चाँडो पुग्ने म ओ दाइ सबभन्दा फर्स्ट म है उ त्यो मन्दिर चाहिँ ओ कुकुर आइपुग्छ मन्दिर चाहिँ उहाँ हो होइन उहाँ पारी म आइपुग्छु सबभन्दा फर्स्ट अनि सुजन दाइ आइपुग्नु भयो उहाँ अहिले दुईवटा कुकुर दामी सो हामी चाहिँ अहिले आइपुग्यौँ होइन टपमा अहिले चाहिँ म आफैले हेरेर बोल्न सकिरहेको छु किनकि मैले फ्रन्ट क्यामेराबाट बनाइरहेको छु होइन अनि दामी चाहिँ दामी तलतिर पनि चर्याप्त पारामा यो ओभर हल्लिँदो रहेछ होइन अलिक गाह्रो रहेछ कि यहाँ अगाडि दाइ हुनुहुन्छ हाम्रो लास्ट बवाल ठाउँ छ अझ यहाँ कुहिरो लाग्दैन सर र उड्यो भए फर्स्टमा आइपुगेँ नि मै हो म त अगाडिको अगाडि छु दाइहरू पछाडि छन् तर एउटा दाइ अगाडि छ अघि नै भनिछु मैले आया म त अझ अगाडि गइदिउँ के हो दाइ म है अहिले अगाडि गएर भिडियो सिडियो बनाएर बस्दिनु पऱ्यो अहिले चाह सकिन्छ होइन फोटोहरू त दाइकोबाट हानिहालिदिन्छ टक्क लगाएर होइन त्यही हो अब जाडो हुन्छ जाँदाखेरि कसम धन्न मैले बुढी ल्याएँ धन्न यस्तो गरेर भिडियो बनाउँछु म टक 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 दामी छ दामी यहाँबाट एकछिन ल यहाँबाट चाहिँ अब दामी भ्यू आउँछ गाई पछाडि सो हामी त अब दामी ठाउँमा आइपुग्यो होइन मन्दिर चाहिँ हाम्रो उतापट्टि छ यहाँबाट चाहिँ डेन्जर भ्यू आउँछ यहाँ दाइ छ यहाँ नवीन दाइ तलतिर चाहिँ भिड हो पुरै खतरा डेन्जर भिड छ उहाँहरूको दाइ हुनुहुन्छ बिजनेस दाइहरू जुत्तै हुनुहुन्छ यहाँबाट खतरा भ्यू आउँछ यहाँबाट तलतिर ल कम डेन्जर छैन यार यहाँ ल जाइँदैन नि लडेन भने मर्दैन भने होइन तर हामी फाल्यो भने त जाइँदैन नि हुन्छ हजुर उनीहरू आउँदै गर्छन् हामी जाँदै गर्छौँ टक्क लगाएर कस्तो हिरो देखायो तपाईँलाई म त यस्तो भने लास्टै हिरो छु नि भाइ दामी देखा चाहिँ कस्तो फोटो हान्दिने कि तर अब हामी हिँडिहालौँ होइन मेरो ब्याग लिएर आउनु ल ब्याग भिरेर हिँड्न समिर भाइ यार एकछिन यार भ्लग बनाइरहेको छु दाइ ल्याङ्गमा हान्नु म ल मेरो हातले देखिरहेको छु भ्लग बनाउने यस्तोहरू ल यस्तो गर्छु ल हो अब देखेन नि त नि ओए ल ल ल ल यहाँ तलतिर चाहिँ यस्तो छ होइन हामी भालिदिने के अहिले फोन चाहिँ फुत्त खस्थ्यो भने अनि छैन चिलिम चैट अहिले फोन फुत्त खस्थ्यो भने चिलिम चैट हुन्छ भने हामी पुग्छौँ अब एकछिनमा चढ्याप त पारामा ल ल ल ल ल यो त बाङ्गो बाङ्गो हुन्छ ल फोन पो गरिदिएर दाइले डेन्जर ठाउँमा आइपुग्यो म चाहिँ अब होइन अब चाहिँ हाम्रो टक्क लगाएर अगाडि छ अब छ भन्नु कि के भन्नु जे भन्नु नि होस् अगाडि म देखाउँछु है वेट 1 2 3 सर्लक्क लगाएर त्यहाँ महादेवको मन्दिर हजुर को हामी ए ल ल रुक्नु है एकछिन त्यहीँ टक्क लगाएर हामी छौँ यहाँ दामी ठाउँमा मेरो यतापट्टि यहाँ डाँडा छ
यो डाँडा मलाई जहिले चढ्न मन लाग्छ तर म सक्दिनँ चढ्दा नि चढ्दिनँ ब्याग एकैछिन बोक्न म भ्लगमा छु नि त भ्लगमा दामी छ दामी दाइ तपाईँ त माथि आउनु पर्ने भयो फोटो हान्नलाई होला यहाँ तेरिका फोटो हान्दै नि ल मेरो चाहिँ कसले खिच्दिनु जमिन अनुसार उभा हो कि रातलो बोको ब्याग एकैछिन बोक्नु फोन भने हैन के मैले यो भने खोइ ब्याग ब्याग स्याग सब रहेछ म झन् कस्तो राम्रो भिडियो बनाउँदै गएँ खै मैले ल्याउ न अब टक्क लाएर म चाहिँ अब गएँ होइन दाइहरू उहाँ पुग्छ अनि म फोन पुगिरहेको थिएँ दाइले लिनुभएको थियो अब म फरार जान्छु एकछिन होइन दामी छ हौ दामी कसम म त पाँचचोटि अझै आउने हो आइरहने हो आए थकै चाहिँ ओभर लाग्यो मलाई होइन तर लागेन कसम भन्ने हो भने होइन खुट्टा पनि दुखाएन फटाफट हिँड्नु पऱ्यो एकछिन यार भ्लग नबनाइकन है स्टोरेज मात्रै फुल ल अब चाहिँ ठ्याक्कै हामी मन्दिरमा दामी हावा चल्यो यार बल्ल ए नयाँ माता आएर ध्यानमा माताको आशीर्वादले गयो तर खासमा पूजा गर्ने त हामीले पहिला माथि हो मातालाई थाहा छैन भने माता कहाँको हो पिडिदिनु कि होइन पैसा माथिको माताले पाउँदो रहेनछ अनि माथि बाजे होला आएर गर्छ बाजे ल हामीले चाहिँ यहाँ पूजा गरेर मेन मन्दिरमा अब हामी यहाँ माथि जाँदैछौँ यहाँ त्रिशुल भएको ठाउँमा यहाँ माथि गएर खाइदिएछ खाँदै हामीले नि खाइदिए खाँदै पहिले यतातिर बसेर खान्थ्यो कति मान्छेहरू माता चाहिँ अलिकति एग्रेसिभ मोडमा हुनुहुन्छ होइन माथि नजा त्यो टाउको जानु त्यही त माथि दामी क्या चिसो सर लाएर है दामी हो हजुर त्यो सैलुङको मरमर भने यही हो सैलुङ डाँडा यही हो अङ्कारा मेसी चलिरहेको थियो दाइ सु जामा लाउने भेटिया टाइम यही हो ठ्याक्कै त्यो उक्लिरहेको थियो होइन सिङ्गलको छिटो सिङ्गलै बोलै छ पूजा हुन्छ अब हामी चाहिँ अब फर्किँदैछौँ होइन टक्क लाग्यो त्यहाँ पूजा सुजा हान्यो अब हामी अब एप्स हान्न जान्छौँ एप्स हान्न होइन टक्क लगाएर हामी चाहिँ अहिले दामी भइरहेको फर्किँदाखेरि नि दामी खालको कसम भने लटु रमेश्वर चाहिँ आउनै पर्ने हुन्छ सबजना जसले भ्लग हेर्छ सबजना आउनुपर्ने हुन्छ यहाँ टक्क लगाएर दामी के चिज होइन खतरा हो हामी फाल्दिने कि डेन्जर तर भगवान्को मन्दिरमा आएको बेलामा यस्तो भन्नुहुन्न यार टायर पछाडि छन् भइसिन्छ पछाडि म चाहिँ हिँड्दा चाहिँ टक 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 लगाएर चाहिँ तल आइपुग्यौँ अघि यहाँ खाजाको ठाउँमा अनि मेरो चाहिँ फोनमा चार्ज लगाएर मैले चार्ज हालेको छु ब्याग कस्तो चार्जमा हालेको छु यार त्यो त भन्नुपर्ने थियो होइन केही छैन भन्नु टक्क लगाएर अब हामी यहाँ भात खान्छौँ होइन खाना खान्छौँ ढेँडा खान्छौँ दाइहरू म चाहिँ खाना खान्छु किनकि म ढेँडै पच्दैन आया त हामी चाहिँ अब फर्किँदैछौँ होइन टक्क लगाएर हामी त्यहाँ पसलबाट खानासाना खाएर निक्लिसक्यौँ बाटो चाहिँ वाइल्डै रफ छ अनि यहाँनिर चाहिँ झर्ना जस्तो छ कि होइन अनि त्यही पानी खानलाई बसेका थियौँ हामी अब चलिहाल्छौँ
सो गाइज हामी चाहिँ अब नवीन दाई वहीँबाट छुट्टिनु भयो अनि हामी यहाँ दिनेश दाई अनि सुजन दाई अनि यता मेरो दाई अनि म अनि अर्को एउटा अङ्कल हुनुहुन्छ उहाँ पछाडि दाई नै हो उहाँ पनि अब चाहिँ हामी फर्किँदैछौँ अनि बिहान चिया खाएको ठाउँमा आइपुग्यो यहाँ के भन्छ अरे यो ठाउँलाई बगुवा आइपुग्यो बगुवा पर्याप्त बाह्र भ्लग हेरिदिनु भएकोमा सबलाई थ्याङ्क यू भन्दै भ्लगलाई इन्ड